यो साथी हो आज चाहिँ म भाइटिकाको दिन अलिकति सेलरोटी पोल्नु आँटेको। यहाँ तेल तताइरहेछु। ब्याटर यो मैले 10:30मा गरिरहेको थिएँ। अहिले चाहिँ अब पोल्ने खासमा 12:30मै बनाउँला भनिरहेको थिएँ, तर ढिलो भयो। अब पोल्नु आँटेको। यो चाहिँ अब मेरो फर्स्ट रोटी हो। म त्यति त आउँदैन, तर पनि ट्राई। गरेको कस्तो हुन्छ हेर्नु। अनि स्टिक त छैन, यो चपस्टिकले चाहिँ गर्दैछु। फन्को भयो, फन्को कस्तो भएछ यतिको चाहिँ ठिकै छ। म त्यति खास जान्ने चाहिँ होइन सेलरोटी बनाउनु चाहिँ, मलाई त्यति आउँदैन पारा, तर पनि जस्ट ट्राई मात्रै गरेको। खानु मन लागेर तिहारको दिन चाहिँ 2 फन्के बनाइ हेर्नु पर्यो कस्तो रहेछ। मेरो चाहिँ अब सेलरोटी पल्टाउने स्टिक छैन, त्यही भएर चाहिँ चपस्टिक युज गर्दैछु। साथी हो यस्तो छ। यो चाहिँ 2 फन्के। 2 फन्के चाहिँ यति अलिक राम्रो भएन छ, तर पनि अब डल्लै त बनाएको देखाउन सक्दिनँ। अब अलिक बनाएर म देखाउँछु नि ल सक्ने बेलामा। लु है साथी हो हेर्नुहोस् है, यति भयो मेरो सेलरोटी। 2 फन्के भन्नु कि 3 फन्के भन्नु, यो 1 फन्के दुइटै मिलाएर बनाएको। कस्तो लाग्यो मैले बनाएको सेलरोटी आज भाइटिकाको दिन? कसलाई मन पर्यो भनेर नै कमेन्टमा हेर्नुहोस् यता राखिदिनु।